नमस्कार साथीहरू, आज चाहिँ म ब्रेकफास्टको लागि नानीलाई हेल्दी फुड गिलो रोटी बनाउन जाँदैछु। पहिला मैले केरा अलिकति आटा हालेँ, अनि अलिकति घिउ हालेँ, अनि अलिकति चिनी, अनि अलिकति दुध पनि मैले एड गरेँ यसमा, अनि यसलाई ग्राइन्ड गरेँ मिक्सरमा। ग्राइन्ड गरेपछि अनि बटुकामा निकालेर अलिकति फेरि घिउ पनि एड गरेँ है, मेरो बेबीले खान्छ भनेर। अनि यसलाई मजाले घोलेँ, यसलाई मजाले फिटेँ है मैले, अझै ग्राइन्ड गरेर पनि अझै फिटेँ। अनि फिटेपछि मैले अलिकति तावामा तेल गरम गरेँ। तेल गरम गरेपछि मैले अघि बनाएको यहाँ रोटी हालिदिएँ यसरी। अनि यो अलिक पातला बनाएर मजाले चम्चीले मिलाएर हालेपछि यसलाई एकछिन हल्का फ्लेममा मजाले पकाएपछि रातो हुनु दिएपछि चाहिँ यो गिलो रोटी रेडी हुन्छ। अनि हेल्दी पनि हुन्छ, ब्रेकफास्टको लागि, नानीहरूको लागि पनि हुन्छ, टेस्टी पनि हुन्छ। थ्याङ्क यू, बाई बाई।